यहाँहरू सम्पूर्णमा नमस्कार छ। आज चाहिँ हामी धरानस्थित श्रम संस्कृति पार्कमा घुम्नको लागि घरबाट निस्केका छौँ। हामी 3 जना छौँ र यो चाहिँ गच्छादेखि इटरीसम्मको बाटो रहेको छ। यो चाहिँ व्यस्त रहेको सडक हो, जहाँ चाहिँ अहिले 6 लेनको बन्ने भएकाले निर्माण कार्य भइरहेको छ। तीव्र रूपमा यो निर्माण कार्य भइरहेको कारणले यहाँ देखाउन गइरहेको छु। अहिले चाहिँ हामी इटरीको मेन चोकमा आइसकेका छौँ। यहाँ केही समय चाहिँ कुर्नुपर्ने लाइटको सिस्टम रहेको छ, जहाँ रेड बलेर हामी चाहिँ बसिरह्यौँ। जहाँ हरियो बलेपछि हामी यहाँबाट धरानतर्फ मोडिने क्रममा छौँ। यसै क्रममा हामी धरानतर्फ मोड्यौँ। यस्तो अवस्थामा छौँ हामी, हावाले हानेर चस्मा चाहिँ माथि आँखामा नदेख्ने गरी मोबाइलमा भिडियो रेकर्ड गर्ने सुरमा चाहिँ यसरी हामी अगाडि बढ्दैछौँ। बिचमा नवीन चेपिएको अवस्थामा छ र हाम्रो यो धरान र चाहिँ इटरीको बिच तरहरामा चाहिँ यस्तो दामी बाटो रहेछ, जसलाई चाहिँ मैले आफ्नो मोबाइलमा क्याप्चर गर्ने जमर्को गर्दैछु। यो बाटो पनि पहिले हिँड्दाखेरि एकदम बनाउँदै गर्दाखेरि कहिले बन्छ भन्ने लागिरहन्थ्यो। अहिले चाहिँ यो पूर्ण रूपमा निर्माण भइसकेर यस्तो हिँडिरहँ, यहाँ यो बाटो चाहिँ यात्रा गरिरहँ जस्तो बन्न सफल भएको छ अहिलेको अवस्थामा। यसै गरी हाम्रो गच्छादेखि इटरीसम्म पनि बन्नेछ भन्ने हामीले अपेक्षा लियौँ। अलि चाँडै बन्नेछ, बन्न त सुरु भइसकेको छ। र अहिले चाहिँ हामी ठ्याक्कै धरान र तरराको बिच जङ्गल प्रवेश गरिसकेका छौँ। यो जङ्गलको छोटो क्लिप पछाडि हामी चाहिँ अहिले ठ्याक्कै श्रम संस्कृति पार्क प्रवेश गरिसकेका छौँ। यहाँ प्रवेश गरिसके पछाडि एकदम हर्क साम्बाङले भने जस्तै यो पार्क चाहिँ घुमिरहँ हेरिरहँ जस्तो आभास मिल्ने रहेछ। यहाँ बाँस यस्तो देखियो कि यो मैले जीवनकालमै नदेखेको बाँस, यति छोटो आँखा भएको बाँस चाहिँ देखियो। यसलाई क्याप्चर गर्नको लागि मैले मोबाइल अगाडि तेर्साएँ, यहाँहरू समक्ष पनि देखाउनको लागि मलाई चाहिँ मन लाग्यो र यसको चाहिँ भिडियो क्लिप मैले लिएँ। ल हेर्नुहोस्, यो बाँस चाहिँ एकदम अनौठो लाग्यो, जस्तो बाँस चाहिँ मैले देखाएको थिएन। र यो पार्कभित्रको चाहिँ मैले विभिन्न वस्तुस्थितिहरू यसरी देखाउने जमर्को गर्नेछु। भिडियो अलि लामो हुनेछ, तर यहाँहरूले हेरिदिनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु। श्रम संस्कृति पार्कभित्रको वस्तुस्थिति, यहाँको मानव निर्मित विभिन्न वस्तुहरू चाहिँ मैले देखाउने जमर्को गर्छु। यहाँ फुलहरू यसरी लगाइएको छ र यो अत्यन्तै गर्मी भएको, आज घाम पनि बढी लागेको कारणले गर्मी भए तापनि यहाँको यो मनमोहक दृश्यले चाहिँ हाम्रो मन लोभ्याउन सफल भयो। यता बाउ छोरा चाहिँ आफ्नो सेल्फी लिने क्रममा हुनुहुन्छ, तर म भने आफ्नो काम छोडेको छैन। यहाँ निरन्तर रूपमा अवलोकन गर्दै यसभित्र रहेका सम्पूर्ण वस्तुस्थितिहरूबारे यहाँ चाहिँ ठ्याक्कै छेपारो पनि देखेँ मैले, र छेपारोलाई पनि लिने कोही गरेँ। सँगसँगै हामी चिल्ड्रेन पार्क पुग्यौँ र यहाँ चाहिँ हाम्रा चिल्ड्रेनहरू चाहिँ खेलिरहेको देखेँ। र यहाँ यो सन्दर्भमा हामीसँगै आएको नवीन भन्ने केटोले पनि खेल्ने इच्छा जाहेर गर्यो र उसलाई पनि हामीले सरस्वती कुन खेल्ने भनेर चाहिँ सोध्यौँ। र उसले सुरुमा चाहिँ माथि पिङ खेल्ने कुरा गरेको छ। यहाँ विभिन्न यहाँ बच्चाहरूको लागि खेल्नको लागि राखिएका सामग्रीहरू रहेका छन्। र नवीनले चाहिँ यसरी सिडी चाहिँ बाबाको हात अप्ठ्याएर प्रवेश गर्दैछ। उसले आफै पनि सक्थ्यो होला, तर चस्मा चाहिँ बालेन चस्मा लगाएर होला उसलाई चाहिँ त्यो प्रवेश गर्नको लागि, हिँड्नको लागि समस्या उत्पन्न भएर यसरी डोर्याएर उसलाई त्यो सिडी पार गराउँदैछौँ। उसले चाहिँ त्यो हिँड्ने भन्दा पनि माथि खेल्ने इच्छा चाहिँ जाहेर गरेको कारणले उसलाई त्यो हिँड्नको लागि अल्छी लागेको हो कि हतार लागेको हो कि यसरी अगाडि बढ्दैछ। यो ठ्याक्कै सकियो र यस पछाडि चाहिँ माथि चढ्ने, माथि खेल्ने रूपमा चाहिँ विभिन्न खेल्ने क्रियाकलाप गर्ने वस्तुहरू यहाँ रहेछन् र केटोमाथि खेल्नलाई
गइसक्यो। उसले चाहिँ यो दोहोऱ्याएर 2-3 चोटि खेल्ने भन्ने इच्छा जाहेर गर्यो। यहाँ अरू नानीहरू पनि खेलिरहनु भएको छ र नोबेलले पनि फेरि खेल्दैछ सरर होइ भन्दै र अब हामीलाई उसले अर्को सानो ठाउँमा पनि खेल्दैछ। त्यसै गरी उसले पेइङ खेल्ने सँगसँगै अरूले जस्तो गरौँ त्यसै गर्ने केटाकेटीहरूको आदत हुन्छ, बानी हुन्छ। उसले पेइङ पनि खेलेको छ र अरू वरिपरि नानीहरू पनि खेलिरहनु भएको छ। यसरी चाहिँ श्रम संस्कृति पार्कभित्रको चिल्ड्रेन पार्कमा चाहिँ यस्तो देखियो। यो क्षेत्रमा जानको लागि धेरै अगाडिदेखि हामीले खोजिरहेका थियौँ। म चाहिँ टाढा खोटाङमा भएको कारणले यहाँ आए पछाडि चाहिँ पहिलोचोटि हामी यो घुम्ने भन्ने लक्ष्यका साथ यसपालि आएको थिएँ र पहिलोचोटि नै यहाँ घुम्ने मौका प्राप्त भयो। यस्तो रहेको छ श्रम संस्कृति पार्क। घुम्नको लागि अत्यन्तै उत्कृष्ट ठाउँ मैले ठहर गरेँ। यहाँभित्र छिरिसके पछाडि बिहानदेखि बेलुकैसम्म घुमिरहँ। मतलब त्यो एरिया चाहिँ ठुलो रहेछ। एकपछि अर्को मैले सबै क्याप्चर गर्न चाहिँ सकिनँ। यहाँ गर्मी भएको कारणले त्यो सोच्ने क्षमता नै अलिक कमजोर हुँदै गयो। अत्यन्तै घाम लागेको र यो घुम्नको लागि चाहिँ एरिया ठुलो भएको कारणले सबै क्याप्चर गर्न सकिनँ। फेरि कुनै दिन जानेछ। यसरी वाटरफल पनि देख्न सकिन्छ। शीतलता प्रदान गर्ने यो अत्यन्तै राम्रो आइडिया लाग्यो। यसमा लगानी पनि राम्रै गरिएको होला। वरिपरि फुल, बिचमा वाटरफलको व्यवस्था गरिएको छ र केटाकेटीहरूको लागि खेल्नको लागि यस्तो व्यवस्थापन गरेको छ। यो व्यवस्थापन टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ हामी। बच्चाको लागि मात्रै भनेर लेखिएको पनि छ। यो बच्चाहरूलाई खेल्नको लागि इच्छा जाहेर गर्ने र खेलिहाल्ने राम्रो रहेछ। पहिलोचोटि यो पनि देख्ने मौका मिल्यो र नोबेल चाहिँ यसरी उल्टी गर्दै खेलेको छ। ल यसै गरी हामी चाहिँ यो श्रम संस्कृति पार्कभित्र रहेको फुलको अवलोकन गर्नतर्फ अगाडि बढ्यौँ। यसरी फुलहरू सजाइएको छ। यहाँ भर्खरै हामी जानुभन्दा अगाडि पानी लगाइएको थियो यो फुलमा। अत्यन्तै राम्रो फुलहरू देख्न सकिन्छ। यहाँ फोहोरको डस्टबिनको पनि व्यवस्था गरिएको छ। गुलाब फुलहरू यसरी सजाइएको छ। अन्य विभिन्न प्रकारका फुलहरू मैले सरस्वती मोबाइलमा क्याप्चर गर्ने जमर्को गरेँ। यहाँहरूमा पस्किने जमर्को गरेँ। यहाँहरूले पनि हेरेर साथ दिनुहुन्छ होला भन्ने अपेक्षा गरेँ। मेरो युट्युब च्यानलमा यो पुरा भिडियो आउनेछ लम्साल इन्टरटेनिङ च्यानलबाट। यहाँ भर्खर यो पार्कमा मान्छेहरूको भिडहरू लाग्न थालेको छ। 6 बजे पछाडि चाहिँ यो पार्क बेलुकाको 6 बजे पछाडि यो पार्क बन्द हुने भनेर सूचना देख्न सकिन्छ। बिहान चाहिँ कति बजे खोल्छ भनेर त्यो सूचना हामीले लिन बोलेछौँ र यसको एक फनको यो हामीलाई चाहिँ घुम्दा गर्मी भएको कारणले वाटरफलमा एक फन्को लगाएर हामीले शीतलता लिने कोसिस गऱ्यौँ र यसको धन्यवादको पात्र चाहिँ हामीले हर्क साप्पाङ टिमलाई दिनुपर्ने हुन्छ। उहाँको नेतृत्वमा उहाँलाई चाहिँ श्रम गर्नुपर्छ भन्ने मान्यताका साथ यो पार्कको निर्माण गरिएको रहेछ र यहाँ हर्क साप्पाङले जुन ढुङ्गा लिएर उभिएको ठाउँ हामीले विभिन्न सञ्चार माध्यमहरूमा देखेका थियौँ र आज प्रत्यक्ष यसको अवलोकन गरेँ। हर्क साप्पाङको यो फोटोमा, यो शालिगमा, यो मूर्तिमा चाहिँ फोटो खिच्नेको यति ठुलो भिड लाग्यो कि मैले त्यहाँ भिड लागेको देखेरै 2-4 फोटोहरू अर्थात् क्लिपहरू चाहिँ लिने जमर्को गरेँ। उहाँहरूले पालो फोटो खिचिरहनु भएको छ। मैले वरबाट उहाँहरूले खिचेको फोटोलाई चाहिँ भिडियोमा रूपान्तरण गरेँ। त्यहाँ सँगसँगै एकजना बजू पनि आउनुहुन्छ र त्यो बजूले चाहिँ साह्रै मजाले हँसाउनु भएको थियो। त्यो क्लिप चाहिँ मैले यहाँहरूमाझ राख्न सकिनँ। र यसै गरी यहाँ चाहिँ गोर्खे खुकुरी
बनाउनु भएको रहेछ। अत्यन्तै सुन्दर दृश्य यो पनि एउटा देख्न सकिन्छ यो श्रम पार्कमा। यसै गरी हामी अन्तिम चरणमा चाहिँ मैले अरू धेरै ठाउँहरू अरू धेरै भागहरू देखाउने कोसिस गर्दा पनि नसकेर यो अन्तिम निस्किने भागमा चाहिँ राम्रो लागेर मैले यो भाग लिने जमर्को गरेँ। यहाँहरूले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।